हेलो गाइज नमस्ते वेलकम ब्याक टु माई न्यू एनदर भिडियो। के छ खबर? सन्चै हुनुहुन्छ? म नि एकदमै सन्चै छु। आज बिहानै पसल लाग्यो। के हो यो मौसम यस्तो यार, दिनै बिहानै उठ्ने बित्तिकै बाहिर हेरेको त पुरै पानी पर्ला जस्तो गरेको छ। अहिले चाहिँ ट्याक्कमा पसलमा आइसक्यो हाम्रो रतु सरकार। मौसम हेर्न सक्नुहुन्छ आज बिहानैको यस्तो छ। अब ट्याक्क पानी सफा गर्ने हो। के हो यार, बिहान ट्याक्क पानी परेपछि मस्त सुत्ने भने त बिहान दोकानमा आयो नि यार। सुत्दैन त बिहान आज दोकानमा गएर भित्र गएन दिनै पानी परेको छ यार। आज हुन्न, आज के गरी खाउँला भन्ने आँट्नु गएर पो बाबु। मस्त सुत्ने त हुँदैन बिहानभरि। हाम्रो लाला सरकार स्यार गरेर कान हाल्नु बिहान बिहानै। हेलो सरकार, कहाँ हो? कता हो कता? तिम्रो छोरीछोरी छैन त? अरे त्यहाँ रुख ढल्दैन न। तर रिजर्भ सिर्फ छैन आज। के अरे छैन, बर्बाद छ। बस ट्याक्क गाइस हाम्रो स्कर्पियो रिजर्भ चाहिएमा सम्पर्क गरौँ। ट्याक्क म डिस्क्रिप्सनमा नम्बर हालिदिन्छु हाम्रो लालाजीको। यहाँ त पुरा रिकन्डिसनमा एउटा ग्यारेज खोलिने हुन्छ। बाहिर पानीको छिटा आन्न पाएको छैन गाइस, बत्ती गइसक्यो। हाम्रो कुलमाङ छ जानु यस्तो छ नेपालको स्थिति। बाहिर पानीको छिटा आउन पाएन, बत्ती गइसक्यो। आज व्यापार होला जस्तो छैन स्थिति। बिहानै यस्तरी पानी परिसक्यो। के गर्ने गाइस, गाह्रो छ हो काम गरी खान। 10 वर्षको अहिलेसम्म बोइन छैन हाम्रो यार। हाम्रो अङ्कलले यहाँ पुरा मालसाल मगाइसक्नु भयो, सामान ढ्यारी बसाइसक्नु भयो। ढ्यारी बस्यो अङ्कल? नयाँ जुत्ता सबै लगाएको छ नि यहाँ कि? हेर मि नयाँ जुत्ता चप्पल आयो। ल आजको हाम्रो कस्टमर भाइ कस्तो छ खबर? ठिक छ, राम्रो छ? कहाँदेखि यहाँको अहिले? म पश्चिम कालतरा। ए कालतरादेखि? यो पानीमा आएर हामीलाई माया गरिदिएकोमा धेरै धन्यवाद। ल यो पानीमा आज खाना खान जानु पनि पाइँदैन। के हो गाइस, पानी नन स्टप परेछ। कस्टमर पनि छैन आज। एक दिन यसो जाने हो आज। अब आफू चाहिँ अलिकति सेफ गर्नु पऱ्यो। आज आफ्नै भिडियो हेर मैले गाइस।
गाइज फाइनली घर आइयो के मन लाग्छ घर मस्त काम चल रहा है रुख बाट्ने काम अब ट्याक्क कवर सबै फेर्ने खानसाना खाएर मस्त सुत्ने अन्तिमसम्म भिडियो हेरिदिएर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई आजको भिडियो कस्तो लाग्यो मन परेमा लाइक शेयर कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सनु होला हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ त्यतिन्जेललाई स्वस्थ व्यस्त अनि मस्त रहनुला गुड बाई